आउनुहोस् हामी यो जरबेराको विषयमा मल थप्नुपर्नेलाई लिएर हामी केही एक दुईवटा कुराहरू जानौँ है। र यो फेब्रुअरी मार्च अप्रिल चाहिँ एकदमै यसलाई रोप्नुपर्ने, सार्नुपर्ने, मल लाउनुपर्ने, गोड्नुपर्ने अनि यिनीहरूको बोट बिरुवाहरू कस्तो छ होइन, यिनीहरूको हेल्दिनेसहरू कस्तो के छ भन्ने कुराहरूलाई हामी अलिकति जान्नेछौँ। अनि त्योभन्दा पहिला म तपाईँलाई रिक्वेस्ट गर्न चाहे मेरो यो युट्युब च्यानललाई तपाईँले सब्सक्राइब गरिदिनु नबिर्सिनुहोस् होला। एकदमै तपाईँले मलाई सपोर्ट गरिदिनुहोस्, सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिकन। अनि हरजनाकोमा यो फुल खेती गरिरहेको जति नै अनइम्प्लोइजहरू छ उनीहरूको अगाडि फोनमा पुग्न सकोस् भन्ने म चाहना गर्छु है। र अब हामी यहाँ हेरौँ, मैले यहाँ जरबेरालाई मजाले यसरी जरा निकालेको छु। अनि किन भन्दाखेरि चाहिँ यो जरबेरालाई हामीले रोप्दाखेरि नै यो जरा चाहिँ माटोदेखि माथि हुनु पर्दो रहेछ है। एकदमै हामीले माटोदेखि माथि राख्नुपर्छ। किन भन्दाखेरि चाहिँ यो जति पनि पत्ताले, यो फुलले जब माटो छुएपछि चाहिँ माटोमा भएको इन्फेक्टेड कुराहरू चाहिँ यसमा छिटो यसलाई इन्फेक्सन गर्छ रहेछ। अनि त्यसरी यो हाम्रो जति पनि फुल्ने कोपिला आउँदैछ यसलाई बिगार्ने, पत्ता बिगार्ने, अनि पत्तै बिगारेपछि चाहिँ फुल राम्रो दिँदैन है। त्यही कारण हामीले हेल्दी राख्नुको लागि हो भने चाहिँ जरालाई मात्रै गाडेर यसको जति पनि गाना चाहिँ माथि नै, माटोदेखि माथि नै हुनुपर्दो रहेछ, एउटा कुरा। अनि दोस्रो कुरा चाहिँ यसलाई एकदमै पानी कम्ती दिनुपर्ने रहेछ, पानी चाहिँ कम्ती एकदमै। अनि अर्को कुरा चाहिँ जति पनि पत्तामा फङ्गसहरू लाग्छ यो चाहिँ तपाईँले सिओसीहरू जति पनि दबाईहरू पाउँछ तपाईँले त्यो कुरा चाहिँ अगाडिदेखि नै हप्तामा 2 खेप जस्तो तपाईँले लाउनुहोस्। अनि अर्को कुरा चाहिँ यसलाई चाहिँ व्हाइट फ्लाई लाग्छ, एकदमै बेसी व्हाइट फ्लाई, सेतो खालको भुसुनाले यसलाई बेसी मात्रामा एट्र्याक्ट गर्छ। अनि तपाईँले त्यो भुसुना चाहिँ यो पत्ता मुनि बस्छ, अनि पत्तामा बसिसकेपछि चाहिँ यसले अन्डा पार्छ। अन्डा पारेपछि चाहिँ त्यो अन्डाबाट चाहिँ एउटा तेल जस्तो लेउ निस्किन्छ, अनि लेउ लगाएपछि यसलाई एकदमै बिगार्ने हुन्छ। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ यसलाई जुन चाहिँ स्टिकलाई हेल्दी राख्नुको लागि हामीले जति पनि यहाँ लोकल पाउने कुराहरू चाहिँ पोटासियमहरू होइन, पोटासियमहरू चाहिँ अब लाउनु पर्दाखेरि हामीले पाउँदैन, किन्दा पनि महँगो पर्छ होइन। त्यसैले हामीले चाहिँ बाख्राको मल होइन, त्यसरी नै हामीले कुखुराको सुलीहरू हामीले युज गरिरह्यो भने चाहिँ राम्रो हुँदो रहेछ। र तपाईँलाई आजको विशेष गरेर यो रोप्ने विषयलाई लिएर र दबाई पानी लाउनु पर्ने र यो कसरी मल लाउनु पर्ने विषय लिएर मैले भने। अनि मलको विषयमा भने तपाईँले दोस्रो भिडियोमा म तपाईँलाई लिएर आउनेछु। तपाईँले लाइक, कमेन्ट, सेयर गर्नु एकदमै नबिर्सिनुहोस्। त्यति मात्र नभएर तपाईँले सब्सक्राइब गरिदिनुहोस्, ताकि तपाईँले मलाई सब्सक्राइब गरेर मेरो युट्युब च्यानललाई अगाडि लानुमा तपाईँले सपोर्ट गरिदिनुहोस् है त। थ्याङ्क यू सो मच।